ल मैले चाहिँ यहाँ खुट्टा छिराउनलाई टक्क तेल लगाएर दुईटा टुप्पामा यसरी तोरी तेल लाउने। त्यसपछि यहाँ छिराउन सजिलो हुन्छ क्या यसरी। यहीँबाट देखाइ त नजिकबाट यसरी सर्लक्क तेल भन्दा राम्रो खुट्टा हाल्नलाई केही हुन्न। हेर्ने यसरी त्यसपछि फेरि यतापट्टि लगाएको छ नि त। त्यसपछि फेरि यहाँबाट यसरी खुट्टा हालेर यो भयो। यसलाई यहाँबाट डाइरेक्ट पछि यहाँ कन्नानी बान्नु पर्दैन क्या। यसरी छिरायो भने यहाँबाट यसरी छिराउने सर्लक्क यहाँ पुर्याइदिने। यो सक्यो। अब यतातिरको यसलाई यहाँबाट निकाल्ने पनि हुन्छ। यसरी निकाल्ने स्वाट यो एउटा भयो। सबभन्दा डोको बुन्दाखेरि यही हो। फाइनली 3वटा डोको रेडी भएको छ। यस्तै